आज हामी दक्षिण काली भगवती माताको मन्दिरमा आइपुगेका छौँ। यो संयोगवश आइपुगेको ठाउँ हो। यहाँ आउने भन्ने कुनै प्लानिङ थिएन, संयोगवश आइपुगेको ठाउँ। दिउँसोको कति बजिरहेछ अहिले? दिउँसोको 2 साढे 2 भइरहेछ। तर भक्तजनहरू अहिले पनि कस्तो मजाले हुनुहुन्छ मन्दिरमा। पानी परेर बेहाल भइरहेछ। तैपनि रुच्दा पनि आउन मन लाग्यो। अपर्चुनिटी अकस्मात आइपुगेको ठाउँ हो यो। यहाँ आउनु खरफिङबाट नजिक छ भन्ने सुनेर हामीले त आयौँ। यो चाहिँ भक्तजनहरू अझै पनि हुनुहुन्छ जस्तो छैन। देखेर पनि सिडी यस्तो सिडी रहेछ। गइरहेछौँ। तपाईँ CCTV को उसमा हुनुहुन्छ, CC क्यामेराको अन्डरमा हुनुहुन्छ भने आएछ होइन। कति सेक्युरिटी दिइरहेछन् हामीलाई होइन। भगवती माताको मन्दिरमा लेखेर जय दक्षिण काली माता भन, जय लेखेर धारा है। ढुङ्गियाको धाराहरू यसरी दक्षिण काली माताको खोला बाहिर खोलाको माथि पुल छ। पुलसँगै यसरी मन्दिर बनेको छ। पारी पनि रहेछ। यस्तो भगवती माताको मेन मन्दिर चाहिँ परेवाहरू भएको अहिले हेर्नुपर्छ। यस्तो मन्दिर रहेछ। यहाँ माथि उक्लिने बाटो पूर्णावती गङ्गा पूर्णावती गङ्गाको मा चाहिँ दक्षिण काली माताको मन्दिर छ। उद्धारोती गङ्गा र पुण्यवती गङ्गा दुईटा गङ्गाको चाहिँ सङ्गम स्थल रहेछ यो पूर्णावती गङ्गा एक साइडबाट, त्यसपछि गएर अर्को उद्धारोती गङ्गा अर्को साइडबाट दुईवटा गङ्गाको सङ्गम स्थलमा चाहिँ भगवती माता दक्षिण कालीको मन्दिर रहेको छ। यस्तो रहेछ मन्दिर। यति पिसफुल ठाउँ हो कि परेवाहरू पनि यहाँ सेता रहेका छन्। जस्तै हामीलाई थाहा, सेतो पिसफुलनेसको एउटा सिम्बोल हो। यहाँ टिका लगाइरहेको छ। माला टुरिस्टहरूलाई नि कस्तो मजाले मन लागेको हेर्नुहोस्। टुरिस्टहरूलाई नि यस्तो मजाले टिका लाउनु मन लगाएर टिका लगाएर आशीर्वाद लिइरहेछन् दक्षिण काली मन्दिरमा। दक्षिण काली माताको मन्दिरमा यस्तो परिवार समाज पनि हुन्छ होला है, के पनि गर्छ। अब मेन मन्दिर भनेको यो मन्दिरभित्र फोटो खिच्न पाइँदैन। यहाँ माथिबाट खिच्छु। खिच्न पाइँदैन भनिरहेको छ नि। यसो फोटो खिचिरहेको छ नि त। के हो मन्दिरभित्र फोटो खिच्न पाइँदैन, त्यहाँभित्र खिच्न पाइँदछ। यहाँ मेन मन्दिर हो, भगवती माताको मेन मन्दिर हो। मान्छेहरूले छेलिदिए क्या भगवती माताको मेन मन्दिर। ल हो मान्छेहरूले त्यहाँ छेलिदिए क्या। म भगवती माताको मन्दिर देख्यो बल्ल मेन भगवती माताको यहीँ पूजा गर्नु दर्शन गर्नु सबैले। चाहिँ दक्षिण काली माता चाहिँ बाहिरतिर मन्दिर मेन मन्दिर हो। बाहिरतिरको भाग परेवाहरू कस्तो मजाले बसिरहेका। श्री दक्षिण काली माताले सदा कल्याण दक्षिण काली मातालाई दक्षिण काली माताको दर्शन गर्नुहोस् है सबैजनाले।